एउटा मान्छे मन पर्छ बोल्न सक्दिन, आफ्नो स्वर उसको सामु खोल्न सक्दिन। यस्तो गीत चाहिँ सानोमा एकदम रेडियोमा बजिरहने गीत थियो। यो गीत गाउने गायिका हुनुहुन्थ्यो आशा भोसले। अब आशा भोसलेका अरू थुप्रै गीतहरू, नेपाली गीतहरू रेडियोमा बस्थे र ती गीत सुन्दै सुन्दै हुर्केको पुस्ता हो हाम्रो। ती गीतहरू सुन्दा अहिले पनि आफ्नो बाल्यकालको सम्झना आउँछ। यिनै गीतहरू गाउने गायिका आशा भोसलेको भर्खरै आज मुम्बईमा निधन भयो अरे। उहाँको देहान्त भएको खबर 1-1.5 घन्टा अगाडि पत्रपत्रिकामा आयो अनि मनमा असाध्यै एक किसिमको भारी जस्तो, दुःख जस्तो लाग्यो। अनि भित्रदेखि ती गायिकाप्रति श्रद्धाभाव त छँदैछ। त्यो 1 घन्टासम्म त चुप्प लागेर बसेँ अनि अहिले तपाईँहरूसँग पनि यो श्रद्धा उहाँप्रतिको यो सेयर गर्न मन लाग्यो। एकदम कस्तो कस्तो भयो मनमा अनि यो भिडियो बनाउन आएको हो। कुनै बेला हामी गाउँमा हुँदाखेरि आजभन्दा 40 वर्ष अगाडि, 35 वर्ष अगाडि, त्यतिखेर गाउँमा यातायातको केही सुविधा थिएन। यातायात बाटोघाटो थिएन, गाउँको कनेक्टिभिटी केही पनि थिएन। गाउँमा न टेलिफोन थियो, न हुलाक थियो, न बाटोघाटो थियो। त्यस्तो बेलामा एकदमै आइसोलेसनमा गाउँमा प्राप्त हुने सूचना भनेको त्यही परम्पराबाट, बाउ हजुरबुवा बुवाबाट जे आउँछ त्यो परम्पराबाट आउने ज्ञान बाहेक सूचनाको स्रोतहरू केही थिएन। पाठ्यपुस्तक गाउँमा भएको निम्न माध्यमिक विद्यालय, त्यो विद्यालयमा जति पाठ्यक्रममा हामी पाठ्यपुस्तकमा जे आउँथ्यो त्यही कुरा नयाँ हो। गाउँबाट बाहिरबाट आउने ज्ञान सूचना भनेको त्यो मात्रै थियो। त्यसबाहेक रेडियो सबैको घरमा हुँदैन थियो। कसैको घरमा मात्रै रेडियो हुन्थ्यो। त्यो अरूको घरमा बजेको रेडियो सुन्नुपर्ने, त्यो रेडियोमा झुमेर सुन्ने जमाना थियो त्यो। पछि म अलिक ठुलो भइसकेपछि स्कुल पढ्दै जाँदाखेरि हाम्रो घरमा पनि रेडियो आयो र त्यो रेडियोमा गीतहरू सुन्दै हुर्केको हो। त्यतिखेर आशा भोसलेको नाम, त्यो रेडियोमा गीत बज्नुभन्दा अगाडि गायक गायिकाको नाम रेडियोले वाचन गर्थ्यो, उच्चारण गर्थ्यो। अनि त्यति बेला चाहिँ आशा भोसलेको नाम सुनेको हो। अब अहिले जसरी नारायण गोपाल, तारादेवी भने जस्तो आशा भोसले नाम सुनिन्थ्यो अनि आशा भोसले पनि नेपाली नै गायिका होला भन्ने लागेको थियो। त्यस्तो सोचिएकै थिएन। जस्तो नारायण गोपाल त्यस्तै नारायण गोपाल, तारादेवी, आशा भोसले भने हो, भक्तराज भने हो, त्यसरी सुनेको हो। धेरै पछि मात्रै आशा भोसले भारतीय गायिका हुनुहुन्छ भन्ने थाहा पाएको हो। भारतीय एकदमै ठुलो गायिका हुनुहुन्छ भन्ने पछि मात्रै थाहा पाएको हो। त्यो कलेज पढ्न आइसकेपछि, सहर पसेपछि मात्रै थाहा भएको हो। अब यति धेरै माया देऊ बाँच्ने रहर बढ्न थाल्यो, धेरै पछि जिन्दगीमा घामको लाली चढ्न थाल्यो जस्तो गीत। अर्को गैरीखेत, त्यो प्रेमपिण्ड भन्ने चलचित्रमा गैरीखेतको सिरै हान्यो वर्षायामको दरौदीले, मेरो मनमा चिरा पर्यो उनको रूपको करौतीले जस्तो गीतहरू, ती गीतहरू एकदमै त्यही सुन्दा। अर्को माइतीघर चलचित्रको यो प्राणभन्दा प्यारो मेरो माइतीघर भन्ने गीतहरू, ती गीतहरू रेडियोमा एकदम धेरै बस्थे र ती गीतहरू सुन्दै हामी हुर्केका हौँ। अनि अहिले आशा भोसलेको 92 वर्षको उमेरमा आज मुम्बईमा उहाँको देहान्त भयो अरे भन्ने सुनेपछि अलिकति असाध्यै एउटा युगको अन्त्य भएको जस्तो, एउटा भावुकता जस्तो, एउटा एकदमै हृदयमा भारी भएको जस्तो महसुस भइरहेको छ। त्यसपछि सहर पढ्न आइसकेपछि अब बिस्तारै पत्रपत्रिकाहरू पढ्न थाल्यो, अरू साथीभाइका कुरा सुन्न थाल्यो, सहर बसेर पढेका साथीहरूसँग सम्पर्क हुन थाल्यो। अनि त्यसपछि लता मङ्गेशकर, आशा भोसले दिदीबहिनी अरे, निकै ठुला गायिका अरे भन्ने कुरा थाहा पाएको हो त्यसपछि। अनि आशा भोसलेको त्यसपछि त म अलिअलि पत्रकारिता पनि गर्न थालियो, रेडियोमा बोल्न थालियो। अनि थाहा पाएको हो त्यो उनका गजलहरू कति एकदमै गम्भीर गजलहरू, रोमान्टिक गजलहरू, इन आँखों की मस्ती के मस्ताने हजारों है, कहने के त सहर में मै खाने हजारों है भन्ने गजलहरू होइन। त्यसपछि उनका 12,000 भन्दा बढी गीतहरू विभिन्न भाषामा गाउनुभएको छ अरे आशा भोसलेले। 92 वर्षको उमेरमा उहाँको आज देहान्त भयो। 82 वर्ष, 10 वर्षको उमेरदेखि उहाँले गाउन थाल्नुभएको भने 82 वर्ष त उहाँले गीत सङ्गीतलाई कन्ट्रिब्युट गर्नुभएको छ। शास्त्रीय सङ्गीतदेखि लिएर, गजलदेखि लिएर अरू विधाका पनि गीतहरू उहाँले गाउनुभएको छ। सुगम सङ्गीतहरूमा, पपमा उहाँको योगदान छ। त्यो भेटरान, ती ठुला महान गायिकाको आज देहान्त भएको छ। त्यस हिसाबमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली। त्यस महान आत्माले
शान्ति पाओस् भन्ने कामना गर्दै यहाँहरूसँग यो दुःख सेयर गरेको। हस्, धन्यवाद।